भ्लग चाहिँ बनाउनु पर्ने हुन्छ। हामी चाहिँ बल्ल बल्ल त भिडभाडहरू सबै त्यागेर चाहिँ अब त्यागेर होइन मतलब भिडभाडलाई चाहिँ चिरेर होइन हिरोनी भएर आइसकेको छु अरे क्या। अनि देख्न सक्नुहुन्छ यहाँ बिजोको स्थितिहरू, मामहरू, हाम्रो आमाहरू, दिदीहरू मिलिहाल्छ नि, किन नमिल्नु भाइहरू। यहाँ छ मेरो नौटङ्की छोरी है भदैनी, यहाँ हुनुहुन्छ हाम्रो ओभर एक्टिङ बडी, हाम्रो ओभर एक्टिङ बडी हान्नुहुन्छ लानु भरे हेरेर सुनेर। चाहिँ छ मेरो दिदी है, हेलो। अनि साकेला गएको साकेला घर फ्यामिली सबैजना गएको है, हजुरहरू जानुभयो भाइ यसो कमेन्ट गरिदिनु होला। मेरो सानो मिनी भ्लगै माया लाग्दो मिनी भ्लगै मेरो चाहिँ। म त्यस्तो भ्लगर चाहिँ होइन कि, तर पनि अब यसो आजको दिन यादगार बनाऊँ भनेर मात्रै हो होइन। सानोदेखि त थाल्नुपर्छ। ल सबैले लाइकको झट्टा र कमेन्टको झट्टा हान्नु होला है, सबैलाई सेवा दङबे हट। मेरो बुढा चाहिँ यहाँ हुनुहुन्छ है, मेरो नानीलाई फेटा बाँधिदिएको थिएँ तर गर्मीले होला कि केले होला सकेन, झन्डै बाउलाई चिनेन आज यस्तो ड्रेसमा। ठिकै छ है। अगाडिको भिडियोहरू त हेरिसक्नुभयो है। अनि त्यो चाहिँ सबै मेरो अब लाइभ नै भइरहेको थियो होइन। अनि अब यहाँभित्र छिरिसकेपछि चाहिँ यति धेरै हल्ला कि अब म फेरि है अब एउटा प्रोफेसनल भ्लगर पनि होइन नि त। अब क्यामेरा लिएर भ्लग गर्नको लागि आई मिन माइक लिएर भ्लग गर्नको लागि। अनि म त नर्मल एउटा साधारण मान्छे हो है। अनि त्यतिर पनि यसो अब परिवारसँग एउटा रमाइलो जुन यो हाम्रो अब रमाइलो पल रमाइलो क्षणलाई चाहिँ कैद गरौँ न क्यामेरामा भनेर मात्र बनाएको हो होइन। अनि यहाँभित्र छिर्दा चाहिँ यति धेरै क्या भिडभाड हेर्नु न, यहाँ अब मामुले क्यामेरा बोकेर हिँडिरहनु भएको छ है, बढीमा भाइहरू पछाडि हुनुहुन्छ होइन। सबैजनाको यति धेरै भिड क्या। म पहिला पनि 2 चोटि जति त गएको हो, तर मलाई त्यति साह्रो भिड चाहिँ लागेको थिएन। तर यो पालि चाहिँ एकदमै भिड क्या, एकछिन बसौँ भन्दा पनि ठाउँ नमिल्ने त्यस्तो साह्रो भिड है। अनि यहाँ चाहिँ बुनहरूले कति मजाले सानो सानो बुकेहरू लबरहरू बनाएर राखिरहेको रहेछ। अनि यहाँ चाहिँ धरान 9 धरान 10 को चाहिँ साकेला नाच हुँदो रहेछ होइन। अनि यस्तै यो घर बनाएको ठाउँमा अब अरू ठाउँमा पनि सबै अब 15 को 16 को त्यसरी हुँदो रहेछ। अब मलाई त मजाले थाहा पनि थिएन, खै पहिला नि आउनु आएको तर मलाई त्यति खासै यादहरू छैन हो। पहिला त्यति साह्रो भिड पनि लागेको थिएन। अनि यो सानो बेबीले चाहिँ कति मजाले अनुहारमा प्रिन्ट गर्नुभएको छ होइन। अनि यहाँ चाहिँ यसरी अनुहारमा प्रिन्ट गर्ने पनि राख्नु भएको रहेछ क्या, आफै अब नेचुरल होइन। अब प्रिन्टहरूले अब आफ्नै अब हातले नै अब एउटा कला त हो मान्छेको है। अनि यहाँ पनि गरिदिँदै हुनुहुन्छ होइन। अनि कस्तो मजाले गर्नुभएको क्या। हरेक मान्छेमा एउटा गड गिफ्टेड कला हुन्छ नि है, त्यही होला उहाँहरूलाई नि एउटा गड गिफ्टेड होला। कति मजाले गरिदिइरहनु भएको छ। अनि सानो बेबीले फेरि यहाँनिर अझ सानो बेबीले गरिरहनु भएको छ। अनि त्यसपछि फेरि यता छ धरान 15 को यहाँ साकेला नाच हुँदै थियो, फेरि 21 के भएर रोक्यो थाहा भएन होइन। अनि त्यसपछि यहाँ चाहिँ ठ्याक्कै अगाडि ब्यागहरू पनि बेच्दै हुँदो रहेछ। अनि यता मेहन्दीहरू है। अनि मैले चाहिँ सानो भिडियोहरू क्लिप्सहरू क्या अब खिच्दै अनि याद अब त्यही त हो क्यामेरामा कैद गर्नु भने नि मैले यादगारको लागि राखेको होइन। अनि यहाँनिर चाहिँ आइसक्रिम मेरो मामुहरूलाई खानु यस्तो गर्मीमा भनेर दिएको मान्नुहुँदै थिएन है। अनि खानु भनेर जस्तो दिए खानुभयो। अनि यहाँ चाहिँ मुमिन बाबाले चाहिँ मुमिनको लागि बेलुन किनिदिइरहनु भएको रहेछ। भरे यो बेलुन चाहिँ घर आइपुग्दा थिएन है। अब तपाईँलाई थाहै होला है, यस्तो घाममा यस्तो गर्मीमा मान्छेलाई सम्हाल्नु गाह्रो बेलामा यो बेलुनलाई कसरी सम्हाल्नु सक्ने। सुरुमा त्यसको डन्ठी भएको थियो, त्यसपछि त्यसको बेलुन पनि फुट्यो क्या। बेलुन डन्ठी फुट्यो अनि बेलुन भनौँ न। अनि यहाँनिर मालाहरू औँठीहरू कति राम्रो क्या अब जस बेच्दै हुँदो रहेछ। अनि यस्तै यो चाहिँ अब के हो होइन, अब कल्चरको अब ब्याजहरू होला सायद ब्याजहरू हो। अनि यो कुबिन्डोको योहरू, अनि यो गर्मी अब यो यस्तो के भन्छ यसलाई अब झुन्डाउने यस्तो अब अगाडि लाउने होइन। मलाई नि मजाले भन्नु चाहिँ आउँदैन। अनि यहाँनिर चाहिँ इयरिङहरू पनि राख्नु भएको रहेछ। अनि यहाँ चाहिँ मोबाइल कभरहरू पनि है सबै। अनि अझै कति थियो होला क्या, अझै कति थियो होला। अब पहिला हानेको म अब केटी नै थिएँ, मलाई त्यति गाह्रो भएन, अहिले चाहिँ गाह्रो भयो। अनि घर फर्क्यौँ, त्यसपछि मैले घर फर्केको चाहिँ बनाइनँ। अनि अन्तिममा अहिले यही टिकटक बनायौँ है। अनि अलिअलि फोटोसोटो खिच्यौँ, अरू टिकटकहरू बनायौँ। अनि आजको हाम्रो साकेला चाहिँ यति नै भयो। अनि अब के भन्नु अरू त है, ठिकै छ, हेरिदिनु होला, धन्यवाद।